हेलो गुड मर्निङ एभ्रिवान। आज चाहिँ म हजुरलाई क्लिनिकल एउटा इन्ट्रेस्टिङ क्लिनिकल सिरिज देख्न सक्नुहुन्छ। यो चाहिँ क्लिनिकली साइन एब्डोमिनल साइन इन्स्पेक्सन अनि यसमा चाहिँ हामीले स्माइली एब्डोमेन देखिरहेको छौँ। हेर्नु न तलको अम्लाइकस चाहिँ साँच्चैकै स्माइल जस्तो देखिन्छ। यो चाहिँ किन हुन्छ भन्दाखेरि चाहिँ हाम्रो पेटभित्र चाहिँ पानी जमेर इन्ट्रा एब्डोमिनल प्रेसर बढेर, जस्तै एसाइटिस ओभेरियन क्यान्सरहरू त्यस्तोमा चाहिँ भित्र पानी बढेर इन्ट्रा एब्डोमिनल प्रेसर बढेको कारणले चाहिँ एब्डोमेन स्ट्रेच भएर चाहिँ होरिजन। अब यो चाहिँ नर्मल फिजियोलोजिकल कन्डिसनमा पनि हुनसक्छ। अब यो मेरो छ भन्नेमा टेन्सन चाहिँ लिनु पर्दैन। जस्तै चाहिँ अब ओबेसिटी, मोटोपन बडी फिजियोलोजिकल कन्डिसन प्रेग्नेन्सीमा पनि देख्न सकिन्छ। र यो चाहिँ स्माइली एब्डोमेन स्माइली अम्लाइकल साइन भनेर एकदमै फेमस इन्स्पेक्सन साइनमा पर्छ। यो चाहिँ मेडिकल स्टुडेन्ट या फिर सबैजनालाई चाहिँ अलि सचेत हुनुपर्ने कुरा हो। यदिमा लिभर खराब भएर पानी जमेको छ, एसाइटिस भएको छ भने चाहिँ एउटा मुख्य कारण हो।